देख्न सक्नुहुन्छ म खेल्दैछु बस समुराई गेम। देख्न सक्नुहुन्छ बस समुराई गेम अन भइरहेको। म तलबाट आइसकेँ, काम गर्न गएको थिएँ तल। अब फेरि यो के मेरो गाडीको हालत हेर्नु त गाइस, यो गाडीको बाफ रे बाफ। कन्फर्म यस। अब यसलाई यहाँदेखि टपिक पार्टमा जान पर्छ। यसलाई यहाँबाट लिएर जानु। गाइस भयो। अब म स्टार्ट गर्छु गेम। मैले एउटा कुरा भन्छु है, तपाईँलाई मन परेको लाइक गरिदिनु। लाइक सब्सक्राइब हानिदिनु गाइस। म अर्कोचोटि तपाईँलाई माइनक्राफ्ट खेलेर पनि बताउने छु। हुन्छ गाइस। मैले एउटा फ्री फायर खेलेर हालिदिएको एक दिन मात्र, त्यही भएर हो गाइस। गाडी आइसक्यो। गाडी कोही त छैन नि अगाडि पछाडि हेरौँ त गाइस। कोही रहन्छ, त्यही भएर अब जाऊँ। पछाडि पनि हुन सक्छन् कि गाडी फेरि गाइस, त्यही भएर कम र हेभी ड्राइभिङ हान्नुहुन्न। हेभी ड्राइभिङ हान्यो भने त फेरि भइयो गाइस। साउन्ड आयो नि मेरो, नआए फेरि मैले फेरि अर्को भिडियो बनाउनु पर्छ। मैले फेरि बिचमा फेरि गाडी ठोक्यो भने अर्को आपत हुन्छ कि। गाडी पनि यस्ता टर्निङको मोडहरू छन्, हेर्नु न कस्तो टर्निङ छ। यहाँ म्यापमा हेर्नु न, म्यापमा हेर्नु न, म्यापमा हेर्नु के कस्तो टक्कर खाएको। अब म गाडी यति हेभी ड्राइभिङ गर्छु हेर्न गाइस। ओए गाडी पल्ट्यो। ए 62 थियो। ए पुलिस गाडी ठोक्यो मैले। साइलेन्ट बज्छ। यो फेरि रुलको हिसाबले हिँड्छ कि। जल्दी अगाडि बढ्थ्यो भने हत्तेरी गाडीबाट हाल्नु पर्ने भयो। यसलाई पहिला अगाडि हेरेर रिभर्स। अब गल्लीमा छिराएर हेर्नु गाइस, के हेभी ड्राइभर हो कि म। यस्तो टच पनि नगरिकन मिररमा हेर्नु न, त्यो खतरनाक ड्राइभिङ हानेको कि। जत्न जाम पर्छ म यस्तो गरेर निकाल्छु कि गाडी। तपाईँले तान्न मन लाग्यो भने यो गेम बस समुराई गेम हो। बस समुराई ओए गेम हो। तपाईँले मजाले प्ले स्टोरबाट तान्न पर्छ। यति मजा हुन्छ यो खेल्न। मलाई हर्नको अप्सन पनि आउँछ, तपाईँलाई बोर्ड नगरौँ भनेर मैले नि हटाइदिएँ अप्सन हटाउन गाइस। हेर्न सक्नुहुन्छ मैले अप्सन हटाएको। यो मोडमा फेरि गाडी चलाउन अप्ठ्यारो लाग्छ यो पुलमा। अहिले त हामी काठमाडौँ पुग्न लागिसक्यो। हामी काठमाडौँ पुग्यो। हामी बुटोलबाट हिँडेको काठमाडौँ पुग्यो होइन फेरि। यहाँ फेरि स्पिड बढी पक्ड्छ कि गाइस। म यही स्पिडको फाइदा उठाएर यति तेज चलाउँछु। हेर्नु न, ओए काठमाडौँ सुरखारमा रिपुतली लभली पारामा गाइस। फेरि रिस्टार्ट भएपछि मैले बोलाउँछु। यो बिच यस्तरी रिस्टार्ट हुन्छ कि हामी जहाँ थियौँ त्यही पुग्छ कि। रिस्टार्ट गर्छु गाइस, फेरि बनाउँछु गाइस। देख्न सक्नुहुन्छ यो आइसक्यो। हामी इन्डिया पहुँच्यो गाइस। हामी इन्डियाबाट नेपाल जाने हो। नेपालको रोड इन्डिया आइसक्यो। हामी इन्डियाबाट अब दिल्ली पहुँच्नु। दिल्लीबाट हेर्नु न, बीच बाटोबाट भिड छ कि फेरि यहाँ यस्तो भिड भएको ठाउँमा त्यसले ट्राफिक गऱ्यो भने तिमीलाई ब्लिक अप्सन
कैप्शन हटाओ हटा पानी भर गया इस पानी पानी भरने वाला यो एंट्री करना पड़ता है गाइस स्पीड पकड़ने समय ini सब on गरिदिन्छु म त गाइस यो हर्न वाला अप्सन गरिदिन्छु र यो लाइट वाला बचाइन्छ ए बस वाला छिटो अगाडि लिएर जातो भने कस्तो नलिएर गएको मैले अहिले ठोकेर हिँडिदिन्छु हेर फेरि मैकेनिक बोलाउलास् ओए ओए अरे बाप रे बाप एनी हेल्प प्लिज साइड दिनुहोस् त प्लिज मलाई यहाँ पुग्न आगे लुधियाना छिटो छिटो यो पनि लुधियाना के बस हो गाइस ओहो हो कट्न लाग्यो लुधियाना कटेपछि यहाँ कहाँ पुग्नु ठोक्यो हेभी ड्राइभ I'm a rider वाह 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 गाइस यति बल बच्चो गाइस जान सक्नुहुन्छ इस्लाम मैले के गरौँ यति तेज चलाछु कहीं पेट्रोल भर्नु पर्छ फेरि मलाई पेट्रोलको पम्प कहाँ हट्टो गर्नु पर्यो ओए स्कुल बसलाई ठोके गाइस स्कुल भ्यान थियो मैले ठोकिदिएँ कि होइन म भागेँ मलाई छिटो पेट्रोल चाहियो पेट्रोल कति लिटर छ 190 लिटर छ ओए तेरिका के हो उडायो मोबाइल ए मोबाइल हो कि बस र ब्रेक झ्याप्पै लाग्दैन क्या मैले आउटलाइन गरेर फेराइदिन्छु काँसी कति खतरनाक ड्राइभिङ हानेछु तर के पेट्रोल पम्प भेट्यो गाइस पेट्रोल पम्प छप्प भेरे खानी टक्क लाएर खानी हो झप्प ए म त गलत जग्गा आएर छिरेको गाइस देखो ना मैं कैसे कहाँ से छिरा ये नेम भी ना रुको मैं इसको सेट ठीक पे सेट करना है पेट्रोल पंप ओए Terima kasih, hati-hati di jalan. Borra 11 liter का पेट्रोल थियो borra ये देखना ये भाई बैक मिनट
के हो यो देउराको ठाउँ धत तेरिका ए अब त यहाँ त बिस्तारै चलाउनु पर्ने हो गाडी आइज ओइ होइ 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 गाडी बिस्तारै चला बिस्तारै यस्तो फुल्ली टर्न छ अझै यति फुल्ली टर्न गर्दै गरेको बिस्तारै चलाउनुपर्छ रेलवे ट्र्याक हो यो रेलको स्टेसन लाग्यो गाइज तर पनि ड्राइभिङ फेरि यहाँ घुमाउरो बाटो छ कि पेट्रोल त भर्यो गाइज तर पनि हेभी राख्नु छ होइन हेर्नु न यहाँ कस्तो बाटो यस्तो गोल्डिङ रास्ता देख तर पनि रास्ता दिएर के भयो गाइज हेर्नु गाडी ठोकिएको ठोक्कै छ आफू हिँड्दा पनि गाडी ठोक्किन्छ यस्तो हुन्छ अरे गाइज हेर्नु न हामी बल्ल इन्डियाको बोर्डर क्रस गर्न लाग्यो तर पनि गाइज केही छैन म क्रस हानिएको हो ल म